यो भिडियो चाहिँ मेरो 1 वर्ष पुरानो भिडियो हो। मैले चाहिँ अहिलेसम्म अपलोड गरेको छैन। यो चाहिँ म अन्नपूर्ण बेस क्याम्प जाँदाखेरिको भिडियो। मैले सानो क्लिप्सहरू जति पनि मैले क्लिप्स लिएको थिएँ त्यो सबै यहाँ एकै ठाउँमा हालेर अहिले मैले एडिट गरेर यसलाई बनाएको छु। मैले यो भिडियो चाहिँ अपलोड नगर्नुको कारण चाहिँ त्यतिखेर अब हुन्छ नि मेरो फर्स्ट टाइम थियो त्यहाँ जानु होइन। पोखरा काठमाडौँ होइन, काठमाडौँ हुँदै पोखरा जानु मेरो एकदमै फर्स्ट टाइम थियो नि त। अनि त्यही भएर चाहिँ मेरो लागि चाहिँ एकदमै डिफिकल्ट भयो क्या त्यहाँनिर जानु। अनि जब हाइकिङ गर्न थाल्यौँ, हामी हिँड्न थाल्यौँ गाडीबाट उत्रेर होइन। अनि त्यहाँ त चढेको उत्रिने चढ्ने मेरो चाहिँ लगभग 7 to 10 डेज म घर आउँदा चाहिँ 10 डेज भएको थियो। अनि 6-7 डेज चाहिँ लगभग हिँड्नु पऱ्यो, कन्टिन्यू हिँड्नु पर्नु। अन्नपूर्ण पुग्नको लागि चाहिँ हिँड्नु पऱ्यो। अब रात परेपछि त अब त्यहाँनिर त्यहाँनिर होटल हुन्छ, क्याम्प हुन्छ, त्यहाँनिर बस्नुपर्छ हामी। अनि के भयो भन्दाखेरि चाहिँ अब म त अब के भन्छ एकदमै एक्साइटेड भएँ अब त्यहाँनिर जाने, घुम्ने, यस्तो प्लेस हेर्ने। मेरो लागि त फर्स्ट टाइम थियो। अनि मलाई चाहिँ एकदमै मनपर्छ नि त घुम्न फिर्न, मलाई एकदमै धेरै मनपर्छ। अनि त्यही भएर चाहिँ मैले यो अपर्च्युनिटी अब मेरो भाइले भनिसकेपछि यो अपर्च्युनिटी मैले मिस गर्न चाहेन होइन। मसँग अलिअलि अब यहाँनिर लाइक नर्मली एउटा व्यक्तिको चाहिँ 25,000 to 30,000 त्योभन्दा बेसी पनि हुन्छ। अब नहिँड्न सक्नेले 50,000 हेलिकप्टरको आउने र जाने त्यो, अनि प्लस त्यहाँनिर स्टे गरेको एमाउन्ट गरेर 70,000 जति पनि हुन्छ। अब नर्मल्ली एउटा व्यक्तिले चाहिँ मसँग यति छ क्यास भनेपछि 20,000देखि 20 to 25 हुन्छ। मेरो चाहिँ 25,000 खर्च भएको थियो यतिमा। यो चाहिँ त्यो जानुभन्दा हामीले चाहिँ सबभन्दा पहिला चाहिँ त्यहाँको ट्र्याकिङ गर्ने गेटअपहरू लिनु पऱ्यो, सुज हुनु पऱ्यो होइन, स्टिक हुनु पऱ्यो। अब स्नोमा हिँड्दाखेरिको त्यो बेग्लै सामग्रीहरू त्यहाँनिर चाहिन्छ क्या। यो सबै म्यानेज गर्नु भनेको आफैले म्यानेज गर्नु पर्दो रहेछ। अनि जब त्यहाँनिर यहाँबाट सबै तयारी गरेर हिँड्यौँ गाडीमा एकदमै त्यतिखेर पानी परेको थियो, एकदमै थुप्रो पानी परेको थियो। हामी कस्तो अब गाडीमा लङ टाइम 15 आवर्स जति गाडीमा बसिसक्दाखेरि हामी पोखरा पुगेको थियौँ है। अनि त्यसपछि उत्रेर हिँड्न थाल्यौँ। म त्यसपछि एकैछिनमा त उयो भइहाल्यो, राति भएको थियो क्या हामी त्यहाँ पुग्दाखेरि। अनि उनीहरू त सुई हिँड्छन्, म त हिँड्नै नसकेको क्या। यस्तो रिग्रेट भयो, बेकारमा आएँ। ओ माई गड, म किन आएछु, यो त भर्खर स्टार्टिङ नै भइरहेको छ मेरो लागि, भर्खर स्टार्टिङ नै भइरहेछ, म त हिँड्नै सकिरहेको छैन नि त। लौ अनि म त राति पनि भइरहेछ, अँध्यारो छ, जङ्गल छ, माथि सिँढीमा चढ्नुपर्ने छ है। अनि उनीहरू सुई हामी 6-7 जना जति मेरो भाइको साथीहरू थियो। म चाहिँ एक्लै थिएँ भनौँ न। उनीहरू साथीहरू एउटा ग्रुप भइहाल्छ नि त। अनि म एक्लै नै थिएँ। अनि त्यसपछि एकदमै डराइ माथि सिँढीमा चढ्दा हामी राति 10 बजेको थियो। 10 बजेको थियो, माथि पुग्यौँ ओर्यौँ, एकदमै चिसो भएको क्या। चिसो भइरहेको थियो। कुन महिनामा चैत कि फागुनतिर म गएको थिएँ नि त। अनि एकदमै चिसो थियो, पुरै कामेको माथि पुगिसकेपछि खाना जस्तो त्यस्तो कामले खायौँ। अनि त्यसपछि सुत्यौँ। बिहान चाँडै उठेर अनि अलिअलि ब्रेकफास्ट गरेर अनि फेरि हिँड्न थाल्यौँ हामी। बाटो सजिलो हिँड्दा चाहिँ सजिलै लाग्छ। अहिले बाटो यस्तो छ, यो बाटोमा चाहिँ हिँड्न सजिलो हो, नत्र यस्तो सास फुल्छ नि गाइस। म चाहिँ कसरी आएँ थाहा छैन मलाई पनि, आइसकेँ तर
फेरि म चाहिँ आउँदिनँ होला यसरी हिँडेर अरू ठाउँ जाने। तर यति धेरै हिँडेर दिनमा 7-8 घन्टा हिँड्नुपर्छ, रेस्ट पनि गर्नु पऱ्यो। अनि यस्तो बाटो हुन्छ, जङ्गलको बाटो हुन्छ, मान्छे हुँदैन, कता कता भेटिन्छ होइन। अब साथीले पर्ख्यो भने त हो यो बाटो उत्रिँदा फेरि सजिलै लाग्छ। उत्रिँदा फेरि भनेको सजिलै हुन्छ क्या। अनि त्यो यही बाटो चढ्नु पर्दा यस्तो हुन्छ 10वटा सिडी भन्दा त्यसपछि सकिँदैन। गाइज कपाल पनि खोलौँ। कुनै ठाउँमा चाहिँ एकदमै सजिलो हुन्छ, कुनै ठाउँमा चाहिँ सास लिन सजिलो भयो। त्यसपछि भनेको म हिँड्दा मेरो अनुहार पनि यो हेर्न सक्नुहुन्छ। म यस्तो नराम्रो देखिरहेको छु भिडियोमा है। मेरो अनुहार पुरै सुनिरहेछ र पनि अब त्यहाँ आइसकेपछि कसरी म फर्केर जानु होइन। यत्रो मैले घरमा ल्याङ गरेर हिँडेको मान्छे, अनि म कसरी हार मानेर अब जसो तसो गरेर म हिँड्छु भनेर नि अब त्यहाँ पुगिसकेपछि त्यही त हो, आफूलाई हौसला त दिनै पऱ्यो नि त, अलिअलि त मोटिभेट गर्नै पऱ्यो नि त। अनि त्यसपछि आफूले अलिअलि भिडियो बनाउँदै हिँड्न थाल्यो होइन। छैन यहाँनिर मेरो खुट्टाको नेल हुन्छ नि, मेरो दुइटै बोथ खुट्टाको नेल 5वटा 10वटा मेरो नेलहरू सबै 1 महिनामा सबै निस्केर गयो क्या, सबै टुटेर गयो। तर पेन चाहिँ भएन। तर मेरो एउटा लडेको कारणले चाहिँ मलाई के भन्छ एउटा बुढी औँलाको चाहिँ मेरो नेल्स एकदमै तरिकाले उयो दुखेर उयो भएको थियो, नराम्रो भएको थियो। अनि यहाँ चाहिँ हिँड्दै जाँदा यो चाहिँ आई थिङ्क 2nd डेज हो। अनि यहाँ म चाहिँ फर्स्ट टाइम यसरी स्नोफल हेरिरहेको छु नि त भुइँमा। अनि म चाहिँ एकदमै एक्साइटेड क्या, यो आराम के हो यस्तो भनेको। अनि म चाहिँ एकदमै खुसी पनि भइरहेको थिएँ, प्लस म चाहिँ एकदमै टायर्ड, एकदमै एग्जस्ट भइरहेको थिएँ क्या। अब हार मान्छु जस्तो। तर मलाई आफूलाई भित्रभित्र चाहिँ होइन ओम नमः शिवाय भगवानको प्रे गरेर म चाहिँ अगाडि नै बढिरहेको थिएँ। अनि हामीले हिँड्दा ठाउँमा चाहिँ 1-2 मिनटको रेस्ट पनि गरिरहेको थियौँ। किन भन्दा अब धेरै रेस्ट गऱ्यौँ भने अब हाम्रो जुन हामीले मिलाएर आएको थियौँ, डेजहरू मिलाएर आएको थियौँ, अनि त्यो चाहिँ हामीले सही समयमा हामी पुगिसक्नु पर्ने हुन्छ नि त। हाम्रो चाहिँ अब एक दिन हिँड्यो, अब अर्को दिन चाहिँ पुग्ने जस्तो प्लान थियो। तर हामी चाहिँ थर्ड डेमा चाहिँ माथि पुगेको थियौँ। अनि यसो 2 दिन जति लाग्यो नि त मुनि झर्न पनि। अनि यहाँ चाहिँ भिडियोमा भन्दा पनि त्यही पुगेर चाहिँ यो सिनहरू, यो नजाराहरू, यो जङ्गल, यो भाइब्स, यो फिल, यो कुराहरू चाहिँ त्यही पुगेपछि मात्र साँच्चीकै अनुभव हुन्छ क्या। एकदमै दामी हो यहाँनिर चाहिँ, सुकुनले बस्नु एकदमै पिसफुल क्या। यो कस्तो भन्नु, आई कुडन्ट एक्सप्लेन यो थोकहरू चाहिँ। तर मलाई चाहिँ अब त्यही हिँड्नुको कारणले मात्र हो एडजस्ट भएको, अरू चाहिँ यहाँको ओभरअल चाहिँ राम्रै छ। यहाँको सिनहरू तपाईँहरू पनि यहाँ आउन चाहनुहुन्छ भने चाहिँ डाइरेक्टली चाहिँ नआउनु भन्ने मेरो चाहिँ सजेसन हो। किन भन्दा चाहिँ मैले यो थोक भोगेँ नि त। अब मेरो चाहिँ फर्स्ट टाइम थियो नि त, बाटो कन्फ्युज भयो, गाह्रो भयो गर्दै हिँड्नु मतलब सिधा बाटो छैन नि त, त्यहाँ ढुङ्गाहरू छ सानो, मतलब बाटो टेढो मेढो छ। सिडी चढ्नु मेन त भनेको प्रब्लम, सिडी चढ्नु क्या। त्यो सिडी चढ्दा यस्तो हत्तु हुन्छ, सास फेर्न गाह्रो हुन्छ। लाइक अब मैले त्यहाँबाट आएर नै होला मैले त्यो प्लेसको बारेमा अझै मैले डिटेलमा थाहा गरेको। अनि मैले त्यो ठाउँको बारेमा अझै मैले थाहा गर्दै अब टिकटकतिर भिडियो हेर्दै जाँदाखेरि चाहिँ के मान्छेहरू चाहिँ त्यहाँनिर ट्रेकिङ गर्दै हिँड्दै पनि सास फुलेर चाहिँ सास नफेर्न सकेर चाहिँ मान्छेको डेथ पनि भएको छ कि। अनि त्यही कुराहरू चाहिँ म सोच्छु क्या घर आएर। म पनि
डेड नै भइसकेको हुन्थ्यो क्या, यस्तो हालत भइसकेको थियो, यस्तो हालत भइसकेको थियो। त्यो हेर्दा त अनुहार सुन्नेको लाग्छ, तर म भित्र म कतिसम्मको एक्जस्टेड भइसकेको थिएँ, त्यो कुरा मलाई नै थाहा छ। अनि पछि गएर मैले यसरी हेर्दाखेरि चाहिँ ओ माई गड, यो जर्नी पनि टर्यो। म त कसरी कसरी म घर आइपुगेँ, त्यही मेरो लागि ठुलो कुरा हो भने यसरी मैले भगवान्सँग पनि थ्याङ्क यू भने, भगवान्लाई पनि होइन, तपाईँले मलाई धन्न साथ दिनुभयो यत्रो लङ जर्नीमा भनेर घरसम्म नआउनेसम्म। यो जुन क्लिप्स छ यो चाइनाबाट आएको एकजना टुरिस्ट हुनुहुन्छ। अनि यतिखेर चाहिँ यहाँ यो ठाउँमा पुग्दाखेरि चाहिँ आई थिङ्क हामी कति दिन, तेस्रो दिन भएको थियो। फाइनली पुगिसक्यौँ भनौँ न, आइपुग्यो अब। अनि म चाहिँ यहाँनिर हुन्छ नि हिँड्न नसकेर म चाहिँ यहाँनिर हार मानिसकेको थिएँ। मलाई पछाडिबाट एउटा बहिनीले मलाई पुस गर्यो कि हिँड्नै पर्छ भनेर, किन भन्दा यो एरिया चाहिँ के छ भन्दाखेरि यहाँ माथिबाट चाहिँ जुन स्नोको पहाड हुन्छ नि, त्यो टुटेर झर्छ क्या, फुटेर झर्छ। अनि यो भनेको एकदमै रिस्की प्लेस छ। यहाँनिर चाहिँ हामी अघिल्लो दिन एक दिन अगाडि नै यहाँनिर टुरिस्ट र जापानबाट आएको को टुरिस्ट हुनुहुन्थ्यो, त्यसको चाहिँ त्यसरी चाहिँ मृत्यु भइसकेको एक दिन अगाडि यही बाटोमा। अनि मैले त्यहाँनिर त्यो टुरिस्टहरूको ब्याग हेरिनँ नि त, मरेको मान्छेको भाइले चाहिँ देखेको रहेछ। अनि यो कुराहरू थाहा मतलब सुन्यो नि त त्यहाँनिर। अरू पनि थुप्रो डराइरहेको थियो नि हिँड्नको लागि। यो बाटो यहाँ हेर्न सक्नुहुन्छ भिडियोमा, यहाँ सबैजना छन्, एक लाइनले लगातारै हिँडिरहेको छौँ। यो चाहिँ अनि सुनिरहेको थियो हिँड्दै पनि परबाट चाहिँ एकदमै चट्टानै फुटेर स्नो झरेको हुन्छ नि, त्यस्तै साउन्ड आइरहेको थियो। अब यहाँनिर चाहिँ यो स्नो छ नि, हामीले चाहिँ गलत बाटो टेक्यौँ भने चाहिँ के हुन्छ, हामीले सिधै मुनि झर्न पनि सक्छौँ क्या। तर त्यो गलत बाटो पनि एक दुईचोटि टेक्यो, एकदम डर लागि के हुने हो नहुने हो होइन। यतिसम्म यो जिन्दगी जस्तो थुप्रो कुरा माइन्डमा चलिरहेको थियो त्यतिखेर। र कसरी त्यो पनि हामी हिँडेर चाहिँ यता आयौँ। यहाँ चाहिँ एकदमै माथि पनि हेर्न सक्नुहुन्छ, यस्तो खोलाहरू नदीहरू छ, यहाँनिर ठुलो ढुङ्गाहरू छ। त्यहाँनिर चाहिँ रिङ्गाटै चल्छ, यो सिन हेर्दाखेरि चाहिँ रिङ्गाटै चल्छ। अनि बिचबिचमा चाहिँ के हुँदै थियो भन्दाखेरि हामीले चाहिँ बाटो चाहिँ कन्फ्युज भइरहेको थियौँ क्या। अब अरू चाहिँ कुन बाटो, अब त्यत्रो ठुलो छ नि त, अब हिँड्दा कुन बाटो अनि हामी चाहिँ कन्फ्युज भएर यता हेरेर गऱ्यौँ कता जाँदैछन् अरू भनेर। अनि त्यस्तो अनि म चाहिँ एकदमै एलोन फिल गरिरहेको थिएँ यहाँनिर होइन। अब बोल्ने साथी पनि छैन यसो होइन, मसँग मिल्ने कोही या यसो हुन्छ नि क्लोज एउटा फ्रेन्ड भए एकदमै इजी हुन्थ्यो यो जर्नी जस्तो लाग्छ कि मलाई चाहिँ। तर यदि तपाईँहरू सक्नुहुन्न, मैले त म नसके पनि हुन्छ नि, हार मानेर भए पनि मरेर भए पनि म कसरी त यो जर्नी मैले काटेर 1 वर्ष पनि बितिसक्यो, 1 वर्षभन्दा नि बेसी नै भइसकेको छ। अनि यदि तपाईँ जाने नै इच्छा छ भने चाहिँ धेरै रस नगर्नु, धेरै हतार नगर्नु, आरामले बुझेर हुन्छ नि। अब जस्तै टाइम लागोस्, 10 दिनै लागोस् होइन, तर के गर्नु भन्दाखेरि चाहिँ अब आरामले क्या, अब नसकी हिँडेर आफूलाई हाम्रो हात खुट्टालाई सुन्नाएर मेरो त एकदमै दुखेको थियो खुट्टा हुन्छ नि। मलाई तातो पानीले पनि मैले त्यहाँनिर 2-3 चोटि सेकेर त्यहाँ मालिस गर्ने, अरू हामीले एक्स्ट्रा के भन्छ मेडिसिनहरू स्प्रे, खुट्टामा जुन खुट्टालाई आराम गर्ने स्प्रेहरू मलमहरू सबै हामीले चाहिँ लगेको थियौँ। मैले भन्न खोजेको तपाईँहरू चाहिँ एकदमै सबै थोक हुन्छ नि लग्नु, सामग्रीहरू आफूलाई चाहिने चाहिँ सबै थोक लग्यो भने चाहिँ सजिलो हुन्छ। तर जुन हामी ब्याग, क्याम्पिङ ब्याग छ त्यसमा चाहिँ अटाउनु पनि पऱ्यो। अब एक्स्ट्रा ड्रेस लगेर होइन, एक्स्ट्रा भन्नाले अब 2टा
कम्फर्टेबल प्यान्ट अनि दुईवटा गरेर त्यसरी चाहिँ अँट्याएर लग्न सक्छौँ। हामीले मोटो ज्याकेट भनेको हामीले त्यहाँनिर जुन स्टे गर्दाखेरि मात्र चाहिने, हिँड्दाखेरि हामीलाई चाहिँदैन। त्यही भएर चाहिँ एउटा मात्र एउटा मोटो ज्याकेट लिँदाखेरि हुन्छ। ओके हो त्यसरी। अनि सुज भनेको एउटै इनफ छ। अनि त्यही हो। मैले लाइफमा कहिले पनि सोचेको थिइनँ मेरो लाइफमा यस्तो पलहरू पनि, यस्तो मोमेन्ट्सहरू आउँछ भनेर होइन। इच्छा हरेकलाई हुन्छ हिमाल पहाड घुम्ने, स्नोफल हेर्ने, यस्तो नेचर जङ्गलको प्लेसहरू, अब यात्राहरू टाढा टाढाको यात्राहरू गर्ने। मेरो पनि इच्छा छ, अझै पनि थियो। पहिला एकदमै धेरै इच्छाहरू थियो होइन। तर कहिले पनि त्यो सक्सेस भएन क्या। अब सक्सेस नहुनुको कारण आई थिङ्क म आफै हो। अब मैले नचाहेर, मैले नगरेर नै हो हुन चाहिँ। तर बल्ल बल्ल एउटा चाहिँ पुरा भयो होइन। त्यो पनि एकदमै मेरो लागि चाहिँ भावुक मोमेन्ट्स थियो मेरो लागि। एकदमै गाह्रो पलहरू थियो होइन। कति कठिनाइ भयो, कति मुस्किल भयो हिँड्दा ओर्दा। अनि नयाँ मान्छेहरू हेर्दाखेरि, अब टुरिस्टहरू हुन्छ नि त, विदेशीहरू हुन्छन्, उनीहरूलाई हेर्दाखेरि उनीहरू गफ गरेको, उनीहरूको फेस, उनीहरूको हाइट होइन, एभ्रिथिङ, उनीहरूको गेटअप ड्रेसअप सबै नजिकबाट उनीहरूको फेस हाइट सबै कुरा हेर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै मनपर्छ नि त। अब नयाँ मान्छेहरू मतलब नयाँ मान्छे भन्दा पनि विदेशी एकदमै गोरा हुन्छ नि त। अनि मलाई चाहिँ एकदमै मनपर्थ्यो क्या उनीहरूको। मलाई चाहिँ अझै क्युरियोसिटी हुन्थ्यो क्या जान्न उनीहरू कस्तो खालको स्वभावको हुन्छन्, कस्तो व्यक्ति हुन्छन्। सिमिलर त अभियसली उनीहरू त सिमिलर त हुँदैनौँ नि त, केही न केही त डिफ्रेन्ट त हुन्छ नि त। त्यही मलाई डिफ्रेन्ट चाहिँ के होला जस्तो लाग्थ्यो। अनि म त्यहाँनिर अझै उनीहरूलाई हेरेपछि हेरेकै हुन्थेँ क्या। अनि त्यहाँनिर चाहिँ मैले 1-2जनासँग टुरिस्टसँग गफ पनि गरेँ, इङ्ग्लिसमा मैले बोलेँ ओरेँ। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। यो चाहिँ हामी ठ्याक्क अन्नपूर्ण माथि बल्ल पुग्यौँ भनेर त्यहाँनिर चाहिँ एउटा फोटो सेक्सन पनि हुँदो रहेछ। अनि सबैजना बसेर अन्नपूर्ण लेखेको त्यहाँनिर चाहिँ फोटो सुटहरू गऱ्यो, भिडियो बनायो होइन। अन्नपूर्ण बेस क्याम्पमा सबैजना आइसकेको छौँ। अन्नपूर्ण बेस क्याम्प फाइनली माछापुच्छ्रेदेखि यसो छ, रमाइलो त हो, आरामले बस्यो भने त रमाइलो छ होइन। अब लाइफमा फेरि पनि आउन मौका पाइन्छ पाइँदैन, यही मौका हो। जति पनि मोमेन्टहरू क्वालिटी गर्ने, जति पनि थाके पनि टायर्ड भए पनि यस्तो छ। एकदमै स्वर्गभन्दा कम छैन ठाउँ। ओ माइ गड, अनबिलिभेबल क्या। म आउँछु भनेर नेभर एक्सपेक्टेड, सोचेको पनि थिइनँ क्या। क्विकली प्लान भन्यो, क्विकली हिँडेको, सोचेको थिइनँ यति धेरै इन्जो परेर। राम एकदमै घाम छ, चस्मा फुकालेर बोल्नै सकिँदैन, घाम टनाटन छ। हल्का फल्का यसो सेल्फ इन्जोय गरेँ मैले। आफ्नो नाम लेखेर, नेपालीको नामहरू लेखेर इन्जोय गरेँ। तपाईँहरूलाई यो भिडियो हेरेर बोर पनि लाग्न सक्छ होइन। मैले फुल भिडियोमा अब बोलेर नै हालेको छु नि त। अनि अब सानो क्लिप्सहरू छन् होइन। म त्यसमा अब मैले प्रोपर तरिकाले ब्लगिङ नै गरेको त छुइनँ नि त। अनि त्यही भएर चाहिँ मैले यसरी बोलेर आफ्नो कुराहरू सेयर गर्दाखेरि चाहिँ मलाई राम्रो लाग्छ। त्यही भएर चाहिँ मैले यसरी सेयर गरेको। मेरो इच्छा चाहिँ पहिलादेखि नै मलाई भिडियो बनाउनु होइन, कन्टेन्ट ब्लगिङ बनाउनु चाहिँ एकदमै मनपर्छ र मैले बनाएको पनि थिएँ पहिला नै। तर मलाई खासै अब हुन्छ नि आफ्नै भोइस सुन्दाखेरि आफूलाई नै इम्बेरेसिङ फिल जस्तो हुन्थ्यो मलाई होइन। एकदमै साइ नेचरको भएको कारणले म इन्ट्रोभर्टर पनि हो नि त। अब त्यही भएर मलाई चाहिँ एकदमै साइ फिल गर्थेँ, मलाई डर पनि लाग्थ्यो।
अनि मलाई चाहिँ भ्लगिङहरू एकदमै गर्नु मन चाहिँ छ। अझै पनि मैले राम्रो तरिकाले भ्लगिङ गरेर हालेर बोलेर अप्ठ्यारो नमानिकन कसले के सोध्छ भनेर अप्ठ्यारो नमानिकन चाहिँ मैले चाहिँ त्यसरी लगातार गरेँ भने चाहिँ मैले आई थिङ्क मैले चाहिँ केही सपना मैले पुरा गरेँ जस्तो हुन्छ। तर मेरो पुरानो 2017, 18, 19 लाइक थुप्रो पुरानो पहिलाको वर्षहरूको मेरो चाहिँ थुप्रो भिडियोहरू छन् होइन। त्यो सबै जिमेलमा फोटोजमा सबै छ, भिडियोहरू एकदमै छ। मैले अहिलेसम्म त्यो चाहिँ अपलोडै गरेको छुइनँ। अनि यो चौथो दिन हो कि 5th दिन हो। अनि चाहिँ बिहान उठेर फ्रेस भएर होइन सबै अब जान तयारी, अब खानासाना ब्रेकफास्टहरू गरेर अनि हामी चाहिँ जाने तयारी गर्दैछौँ यतिखेर। अनि यसो भिडियो सिडियो बनाऊँ। अब यो दिन यो समय फेरि फर्केर आउँदैन भनेर चाहिँ मैले हरेक क्लिप्सहरू चाहिँ अब आफ्नो मेरो फेसलाई चाहिँ इग्नोर गर्दिनँ होइन। मैले इन्जोय गर्ने चाहिँ कोसिस गरेको हो। किन भन्दा यसो पहिले यस्तो मोमेन्टहरू यस्तो यो ठाउँहरूमा फेरि दोबारा कहिले पनि लाइफमा फेरि म जान पाउँदिनँ होला होइन, अब जान सक्दिनँ पनि होला। त्यही भएर चाहिँ मैले चाहिँ जति सक्दो मैले चाहिँ आफू सेल्फ इन्जोय गर्ने कोसिस गरेँ। Cruising down the highway, windows down low. Sunset paints the sky in a fiery glow. Mountains rise up, touching अनि यो ठाउँको अझै पनि कुराहरू गर्दाखेरि चाहिँ हामी चाहिँ अन्नपूर्ण माथि पुगिसक्दाखेरि चाहिँ राति सुत्ने समयमा सुत्दाखेरि चाहिँ होइन हामीले चाहिँ कस्तो अनुभव गऱ्यौँ के हामीले फेस गर्नु पर्यो भन्दाखेरि अब त्यहाँको पानी त एकदमै चिसो हुन्छ। अब मानेर हिँड्नु पर्यो, चिसो हुन्छ, बरफ वाला पानी हुन्छ। त्यहाँनिर लाइन हुँदैन किन धेरै माथि हो नि त। अब अन्नपूर्ण भनेको एकदमै माथि हो अनि लाइन पनि हुँदैन। राति सुत्दाखेरि हाम्रो सबैको मोबाइलको ब्याट्री पनि चिसोको कारणले पनि डाउन भइसकेको थियो। अनि त्यसपछि चार्ज गर्नको लागि पनि थिएन क्या, त्यो पनि सुविधा थिएन चार्ज गर्नको लागि। अनि राति सुत्दाखेरि चाहिँ एकदमै अक्सिजनको मात्रा चाहिँ एकदमै कम, सास फेर्दा चाहिँ गाह्रो क्या। अब दुईटा सिरक ब्ल्याङ्केट यसरी ओढेर सुतेको थियौँ होइन सबैजना। अनि सुत्दाखेरि चाहिँ के भयो भन्दाखेरि चाहिँ अक्सिजन लिन चाहिँ स्या भइरहेछ, अक्सिजन लिनै सकेको छैन, सुत्न गाह्रो भइरहेछ होइन। अब चिसो छ, टाउकोभित्र हालेर सुत्नु भने अक्सिजनको कमीले अब होइन जे पनि हुनसक्छ नि त। अनि त्यही भएर चाहिँ रातभरि सुत्न पनि सकिनँ मजाले, एकदमै गाह्रो भयो। एकदमै अक्सिजनको चाहिँ सबैलाई नै फिल भयो क्या, सबैलाई। अनि मलाई डर पनि लागिरहेको थियो कसैलाई केही हुन्छ कि, अब अरू त अब निदाएको पनि थियो नि त, अब निदाएकोमै केही भइहाल्छ कि भन्ने चाहिँ मलाई डर पनि लागिरहेको थियो। अनि म चाहिँ एक्स्ट्रा अलर्ट पनि थिएँ, मलाई पनि केही भइदिन्छ कि जस्तो पनि लागिरहेको थियो। अब यहाँ मलाई केही भइदियो भने केयर गर्ने मान्छे पनि छैन, अब यति टाढा आएको छु होइन, केही सुविधाहरू छैन, केही भइहाल्यो भन्ने लागिरहेको थियो। अनि यति माथि चाहिँ फेरि घाम हुन्छ नि, एकदमै कडा घाम क्या, एकदमै कडा घाम लाग्ने। तर त्यहाँनिर बस्यो भने चिसो पनि छ, तर त्यो एकदमै खुला भएको कारणले, टपमा भएको कारणले चाहिँ घाम चाहिँ एकदमै धेरै चर्को क्या, धेरै लाग्ने। अनि फेरि त्यही हो, एक्लै हिँडिरहेको छु म होइन, सबैले मलाई छोडेर यतिखेर पनि मलाई एक्लो बनाएर गएको थियो। अनि म चाहिँ खोजिरहेको थिएँ, अरूले चाहिँ ब्यागहरू त्यही अघिल्लो क्याम्पमै छोडेको थियो नि त। किन भन्दा भारी बोकेर माथि के लग्नु भनेर, मलाई त आफ्नो जरुरतको सामान त चाहियो, हल्का फल्का मेकअप पनि चाहियो, केयरिङको चाहियो, ब्रस गर्नै पर्यो राइट। त्यही भएर मैले चाहिँ बोकेर नै गएको थिएँ। अनि अरूले चाहिँ आफ्नो ब्यागहरू चाहिँ उतै छोडेर गएको थियो नि त। अनि मैले पनि 1-2वटा कपडाहरू चाहिँ एक्स्ट्रा झिकेको थिएँ, अब अलिकति कम भयो भने सजिलो हुन्छ मलाई भनेर। अनि मैले त्यहाँ मुनि अलिक पुगेर त्यहाँनिर खोज्दा ओर्दा उनीहरूलाई मैले नभेटेको। म एकछिन त म आत्तिएको कि। अनि त्यसपछि म फेरि वासरुम गएँ। अनि अब एकैचोटि अब बिच बाटोमा म कहाँ गर्नु होइन। अनि त्यसपछि मैले आफ्नो सामानहरू प्याक गरेँ, उनीहरू हिँडिसकेको थिएँ राइट। अनि
अनि हिँड्दा हिँड्दा चाहिँ मलाई एउटा टुरिस्ट भेट भयो होइन। मेरो त भाइले पनि छोडेर गइसकेको थियो, कति टाढा गइसकेको थियो। अब म बिस्तारै बिस्तारै हिँड्नु पऱ्यो नि त, खुट्टामा भाँच्यो भने त झन् गाह्रो हुन्छ। अब खुट्टा लचक लचक भइसक्यो, अब खुट्टाले आफ्नो दम तोडिसकेको भन्दा पनि हुन्छ क्या। खुट्टाको अन्तिम सास गइसकेको थियो कि, अनि म हिँड्नै नसक्ने अवस्था थियो। तर एउटा 60-70 वर्षको एउटा टुरिस्ट थियो क्या। तर एकदम त्यो टुरिस्ट चाहिँ 5 to 10 टाइम्स आएर नै भिजिट गरेर गइसकेको अरे होइन, फेरि पनि आएको अरे। अनि त्यसपछि म त्यो टुरिस्ट सँगसँगै होइन, अब के हुन्छ भन्दाखेरि अरू सँगसँगै हिँडेर कहाँ पुगिसकेको हुन्छ। अनि टुरिस्टहरू चाहिँ एकदमै फास्ट हुन्छन् क्या हिँड्नमा टुरिस्टहरू। अनि त्यो हाम्रो ग्रुपका अरू पनि सबैजना, उनीहरू त अरू थोकहरू खाएर पनि हिँडेका थिए, तर मैले त्यस्तो केही पनि खाएन। अनि त्यही भएर त्यो टुरिस्ट अब आधी बाटोमा पुग्दाखेरि त्यहाँनिर बस्ने अरे भनेपछि त्यहाँनिर त्यो टुरिस्ट बस्यो। म अब त्यसपछि म एक्लै हिँडेँ। त्यसपछि थियो के भन्नु, मेरो स्टोरी एकदमै डिफिकल्ट थियो। म चाहिँ सर्टकटमा भनिदिन्छु। त्यसपछि होइन भेट भएको थियो इन्डियन बङ्गालको टुरिस्टहरू थियो कि को थियो, हिन्दी पनि अलिक बुझ्दैन थियो। अनि उनीहरूले पनि मलाई अलिकति साथ सपोर्ट गर्यो। अनि फेरि आधी बाटोमा अर्को 2जना अङ्कलहरूले पनि साथ सपोर्ट गर्नुभयो मलाई, राइट। अनि मेरो स्टिक पनि भाँचिसकेको थियो, म लडेको पनि थिएँ होइन। मेरो खुट्टाले म हिँड्ने बित्तिकै म भत्लाक लड्थेँ कि। अनि पानी पनि पऱ्यो, बेलुकातिर पानी पनि पऱ्यो। अनि बिहानदेखि खाना पनि खाएको थिएन। अनि त्यसरी मलाई हेल्प पनि गर्नुभयो होइन। त्यसमा खानासाना खाएँ ओरेँ। अनि त्यसपछि त्यस्तै भयो। भएपछि त्यही हो।